माई भिडियो साथीहरू म अब यो हप्ताको काम सकेर घर जाँदैछु। अब म 3 दिन छुट्टी छ मेरो। चिल ढाकाइ लागेछ क्या। म यस्तो डेली बेसिसमा भिडियोहरू बनाइरहेको छु, न मेरो भिडियोमा लाइक आउँछ न भ्युज आउँछ के। कस्तो दुःख लाग्छ। यतिदेखि मेरो 2000 फ्रेन्ड फ्लोइङ हुनुहुन्छ, तर पनि कोही अब भ्युज लाइक आउँदैन के। मलाई कस्तो दुःख लाग्छ। मेरो श्रीमान मलाई लिन आउनुभएको छ। हाम्रो गाडी हो। अब हामी घरतिर जाँदैछौँ। अहिले घर गएर फेरि खानासाना पकाउने खाने। अब हामी घर जाँदैछौँ नि बुढो। किन आयो स्पिकिङ लिटल। अनि अब घर जाने, फेरि खाना पकाउने खाने। अनि भोलि मेरो काम छैन, मेरो बुढाको माथि काम छ। अनि अब भोलि काम छैन अनि सुत्न पाउँछु के। एकदम 9 बजे हो मेरो त भोलि उठ्ने। मलाई मजा आउँछ कि छुट्टी भए पनि। ओ माई गड, सुत्न पाइन्छ भने यस्तो खुसी लाग्छ। किनभने म एकदम सुतुवा मान्छे क्या। अब राति चाहिँ ढिलो सुत्न सक्छु, तर बिहान छिटो उठ्न सक्दैन के। इट्स माई बिग प्रब्लम। पछि कसरी गर्ने होला त्यही टेन्सन लाग्छ क्या। अनि साथीहरू तपाईँहरू मलाई लाइक गरिदिनुहुन्न, मेरो भिडियो लाइक गरिदिनुहुन्न, अनि भ्युज पनि आउँदैन कि। अनि मलाई झ्याउ लाग्छ कि। टिकटक बनाउन पनि, भिडियो बनाउन पनि। आजकल अब त्यस्तो कन्टेन्ट क्रिएटर त होइन म। एकदमै राम्रो क्वालिटीको भिडियो बनाउने त्यस्तो त मलाई आउँदैन, तर पनि म प्रयास गर्छु क्या। तर के हुन्छ नि, कतिपय मान्छेहरू अब केही काम गर्न चाहिरहेछन् भनेपछि मेरो इन्ट्रेस्ट भनेको अब सोसल मिडियामा एक्टिभ हुने, फोटो भिडियोहरू बनाउने, खिच्ने, त्यो मेरो एकदमै सोख के। तर अब साथीहरूलाई थाहा छ कतिलाई, तर सपोर्ट गरिदिनुहुन्न के। कसैलाई केहीमा इन्ट्रेस्ट छ भने त्यो कुरालाई एप्रिसिएट गर्नुपर्छ के, सपोर्ट गर्नुपर्छ। अनि बल्ल खुसी लाग्छ। अलिकति भ्युज लाइक आयो भने त राम्रो गरेको त्यसमा, अनि तेरो इन्ट्रेस्ट हो अलि अब त्यो फिल्ड पनि अब राम्रो गर्दै गइस् भनेपछि खुसी लाग्छ के। अनि मोटिभेट भइन्छ। त कतिपय मान्छेहरू त डिमोटिभेट गर्छ, कस्तो भिडियो बनाउँछ, कस्तो कन्टेन्टमा भिडियो बनाउँछ, यताउता झ्याउ लाग्छ कि त्यस्तो भन्यो भने। अनि सपोर्ट गर्नु होला कि साथीहरू। सक्नुहुन्छ सपोर्ट गर्नु होला, सक्नुहुन्न अनसपोर्ट नगर्नु होला। सक्नुहुन्छ मोटिभेट गर्नु होला, सक्नुहुन्न डिमोटिभेट नगर्नु होला क्या। तर जे जस्तो भए पनि मलाई कसैले केही भने पनि मलाई बालाई हुँदैन। म डिमोटिभेट त हुँदै हुन्न साथीहरू। अनि के अब म इन्टरटेनमेन्ट पनि गराउँछु कि कतिलाई। अब नाच्छु, त्यो मेरो डान्स हेरेर कतिलाई अब राम्रो लाग्छ होला, तर लाइक गरिदिनुहुन्न त्यो। नाच्नमा चाहिँ म इन्ट्रेस्ट गर्छु क्या। अब म त्यस्तो प्रोफेसनल टाइपकै डान्सर त होइन म, तर जे होस् मलाई अलिकति नाच्न आउँछ जस्तो फिल हुन्छ क्या। अब कि त अब भाइरल हुनलाई कि त एकदमै जान्ने हुनु पऱ्यो, कि त एकदमै नजान्ने। यो बिचमा मिडियम खाले मान्छे त केही नहुने रहेछ प्रगति। त्यही भएर साथीहरू लाइक गर्नु होला, सपोर्ट गर्नु होला। मेरो युट्युब च्यानल पनि छ, इन्स्टाग्राम पनि छ, फेसबुक छ, टिकटक आइडी छ। अनि त्यही हो। आज राति हो नि यहाँको टाइम चेन्ज हुने। रातिको 12 बजे हो, 1 बजे। अनि आज यहाँ नोभेम्बर 1 हो नि कि 31? आज यहाँ नोभेम्बर 1 हो। अनि आज राति के 2 बज्ने ठाउँमा फेरि हट्टै घटेर 1 बज्छ गरे के। पोर्साल पनि घटेको थियो। अब भोलिदेखि यहाँ हामी निस्किने बेला यस्तो उज्यालो हुँदैन कि, एकदम रात पऱ्यो हुन्छ। अनि बिहान पनि अन्ध्यारो हुन्छ, अनि साँझ पनि छुट्टी हुँदा अन्ध्यारो हुन्छ के। अनि त्यसपछि अलि फिल हुन्छ म साँच्चै बाहिर छु जस्तो। अनि गाह्रो लाग्छ कि मलाई। फेरि बिहान सबैभन्दा गाह्रो काम भनेको मेरो जिन्दगीको सबैभन्दा गाह्रो काम, सबैभन्दा अल्छी
लाग्ने काम भनेको बिहान उठ्न नसक्नु मेरो, त्यो एकदमै गाह्रो हुन्छ कि मलाई। त्यही भएर पछि कस्तो होला, बच्चा भयो भने म उठ्न सक्ला कि कसरी गर्ने होला भन्ने मलाई अहिलेबाट टेन्सन हुन्छ साथीहरू। अब कुरा गरे कुरैको दुःख, जति गरे पनि जे गरे पनि भ्युज लाइक आउँदैन, मलाई त्यही दुःख लाग्छ क्या। मलाई भिडियोहरू पनि अब यस्तो हो, अब हामी नयाँ ठाउँमा घुम्न गएको छैन मैले, कुनै अलि अब काम हुन्छ यताउता, त्यही भएर अब धेरै घुम्न पाएको छैनौँ। त्यही भएर नयाँ ठाउँको चाहिँ भिडियोहरू आएको छैन। अझै घुम्न बाँकी छ कि, जलुवा देखाउन बाँकी छ मेरो त। जे सोचेर आएको थिएँ, जे सोचेको थिएँ त्यो त मेरो बाँकी नै छ के। समुद्र जानु छ, कहाँ हलिउड जानु छ, बलिउड जानु छ, त्यो मेरो सबै बाँकी छ होइन र बुढो? कहिले लग्नुहुन्छ मेरो बुढो? जब म आफै गाडी चलाउँछु अनि जाने म टक अनि ब्लग बनाउँछु कस्तो दामी। तर म डेली बेसिसमा चाहिँ बनाइरहेको छु है। अब मेरो डेली लाइफ रुटिन, वर्क होम अनि त्यसपछि अब छुट्टीको दिन अब गुलसरी गएको बेला अनि केही डेलिजियस टेस्टी फुडहरूको रेसिपी, खानेकुराहरू मिठो बनाउन सिकेछु। अमेरिका आएर सिक्दैछु, किनभने पछि म नेपालमा केही पनि जान्थेन क्या। जाने पनि आफ्नो अब थोरै मात्रामा, तर यहाँ चाहिँ अलिक सिकिरहेको छु क्या। अब मिठो खाना पकाउन सिकिरहेको छु। अब त्यही हो, राम्रो भिडियो त बनाउँछु त। मान्छेहरू त कस्तो भिडियो, मतलब अब 8-13को भिडियो हुन्छ, त्यो भाइरल भएको हुन्छ कि। तर मेरो भिडियो चाहिँ राम्रै हुन्छ, खानेकुराहरू पनि यस्तो दामी रेसिपी बनाएको हुन्छु। अनि त्यसपछि घुम्न गएको पनि टक्क लागेर अनि डान्स गरेको नाचेको पनि बनाइहाल्छु। तर लाइक गरिदिनु न साथीहरू, त्यही दुःख लाग्छ। लाइक सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल रेशम चौधरी, फलो गर्नु होला। हस्, यो भिडियो बनाउँदै अब हामी घर पुग्यौँ। अब घर पुगेर खानासाना पकाउनु मजा, यस्तो मासु खानु मन लाग्यो कि फेरि मासु पकाउँछु साह्रै। Why are you looking upset, Budo? Why are you looking upset? You're looking nervous. Oh yeah, there is one. Oh wow. One lane is available. Oh. नहीं ठीक. Last bye साथीहरू, लाइक गर्नु होला, कमेन्ट गर्नु होला। सी टाटा, बाई गरिदिनु बुढो। मेरो बुढाको भिडियो धेरैले मन पराउनुहुन्छ कि। मेरो बुढो भएको भिडियो चाहिँ एकदमै भ्युज र लाइक आउँछ कि। सो तपाईँ पनि अलिकति एक्टिभ हुनु पर्यो के बुढो, थाहा छ कि नै? मेरो भ्युज र लाइक बढाउनलाई हुन्छ भन्नु। ओके।